हे याकुबको घरना, आऊ हामी परमप्रभुको ज्योतिमा हिँडौँ। तपाईले आफ्नो प्रजा अर्थात् याकुबको घरनालाई त्याग्नुभयो, किनकि तिनीहरूको देश पूर्वका रीतिथितिले भरिएको छ। तिनीहरू पलिस्तीहरू झै जोखना हेर्नेहरू भएका छन्। तिनीहरू विदेशीहरूसित सम्बन्ध राख्दछन्। तिनीहरूको देश सुन र चाँदीले भरिएको छ। तिनीहरूको धनको केही हिसाब छैन। तिनीहरूको देश घोडाहरूले भरिएको छ। तिनीहरूको रथहरूको केही गन्ती नै छैन। तिनीहरूको देश मूर्तिले भरिएको छ। मूर्तिले आफ्नै हातका कामलाई तिनीहरू पुज्दछन्। आफ्नै हातको कामलाई, ती थोकहरूलाई जसका आकार तिनीहरूका आफ्नै हातको औँलीले बनाएका छन्। यसैले मानिस तुच्छ हुन्छ, तिनीहरू नीच बनिन्छन्। तिनीहरूलाई क्षमा नगर्नुहोस्। परमप्रभुको भयबाट, उहाँको महामहिमा प्रतापबाट पहराका गुफाभित्र पस, माटोभित्र लुका। मानिसको अभिमानी नजर खसालिनेछ र मानिसहरूको सेखी झारिनेछ। औ परमप्रभु मात्र त्यस दिन उच्च हुनुहुनेछ, किनभने सबै अहङ्कारीहरू र सेखी गर्नेहरू र सबै मै हुँ भन्नेहरूमाथि सेनाहरूका परमप्रभुको यस्तो एक दिन आइपर्नेछ। लबानोनका सारा अल्ग र उच्च देवदारहरूमाथि, बासानका सारा फङ्लाटहरूमाथि, सबै अल्ग पवित्रहरू र डाँडाहरूमाथि, हरेक उच्च धरारामाथि र हरेक सुरक्षित पर्खालमाथि, तर्सिसका सबै जहाजहरूमाथि र सबै सुन्दर शिल्पहरूमाथि मानिसको अभिमान खसालिनेछ र मानिसहरूको सेखी झारिनेछ। त्यस दिन परमप्रभु मात्र उच्च हुनुहुनेछ। मूर्तिहरू चाहिँ बिल्कुलै लोभ हुनेछन्। जब पृथ्वीलाई भयभीत तुल्याउन परमप्रभु उठ्नुहुनेछ, तब परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट मानिसहरू चट्टानका गुफाहरू र पृथ्वीका प्वालहरूभित्र जानेछन्। पृथ्वीका प्वालहरूभित्र त्यस दिन मानिसहरूले आफ्नो निम्ति पूज्न बनाएका सुन र चाँदीका मूर्तिहरू छुचुन्द्र र चमेराको अघि फालिदिनेछन्। परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट तिनीहरू चट्टानका दुहान्द्राहरू र चट्टानका चिराहरूभित्र जानेछन्। जब पृथ्वीलाई भयभीत तुल्याउन परमप्रभु उठ्नुहुनेछ। नाकको प्वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्यसको मूल्य के छ र? त्यसको मूल्य के छ र? मानिसको अभिमानी नजर खसालिनेछ र मानिसको सेखीहरू झारिनेछ। औ परमप्रभु मात्र त्यस दिन उच्च हुनुहुनेछ। सबै अहङ्कारीहरू र सबै सेखी गर्नेहरू र सबै मै हुँ भन्नेहरूमाथि सेनाहरूका परमप्रभुको यस्तो एक दिन आइपर्नेछ।